प्रभु येशू पापीहरूलाई बचाउनको निम्ति यस संसारमा आउनुभयो। कुनै पनि व्यक्ति जो जन्मिएको छ ऊ पापरहित छैन अनि सबैले पाप गरेका छन् र परमेश्वरको महिमादेखि खसिगएका छन्। पापको दण्ड मृत्यु हो, तर परमेश्वरको वचनले भन्छ तर परमेश्वरको अनुग्रह यीशु ख्रीष्टमा चाहिँ अनन्त जीवन छ भनेर परमेश्वरको वचनले भन्छ। सुसमाचार सुन्न पर्छ अनि सुनेर मनमा गुन्नु पर्यो, हृदयले विश्वास गर्नु पर्यो अनि मुखले अंगीकार गर्नु पर्यो। अनि जब मानिसले परमेश्वरको वचनलाई सुन्छ, विश्वास गर्छ, येशू ख्रीष्टलाई मेरो मुक्तिदाता, म पापी छु, मलाई मुक्तिको आवश्यकता छ अनि येशू ख्रीष्ट चाहिँ मेरो मुक्तिदाता हो भनेर भन्छ। अनि जसै येशू ख्रीष्टलाई ग्रहण गर्छ उसले मनभित्र जीवनमा छुटकाराको अनुभव गर्छ अनि त्यो कुरोलाई चाहिँ उसले आफ्नो मुखले प्रकाश गर्छ। अनि बाइबलले भन्छ जसले हृदयले विश्वास गर्छ अनि मुखले अंगीकार गर्छ उसको उद्धार हुन्छ। आमेन। र भाइ रमेश, तिमीले प्रभु येशू ख्रीष्टको बानी वचन सुनेको छौ। तिमी मान्छौ कि तिमी एक पापी हो? हैन? ओके, मुक्ति कहीं पनि छैन, केवल एउटै नाम छ, त्यो नाम हो येशूको नाम। त्यस येशूको नाममा तिमीले विश्वास गरेका छौ हो? ओके। अनि येशूको नाम विश्वास मात्र होइन, तर येशूलाई तिमीले आफ्नो व्यक्तिगत पाप क्षमा गर्ने व्यक्ति या मुक्तिदाता भनेर ग्रहण गरेको छौ। तपाईहरु आफैले नै सायद सुन्नुभयो भने उहाँले, मैले माइक्रोफोन उहाँको मुखमा राखिदिएँ अनि उहाँले हो भन्नुभयो। हामी सबै नै उहाँले प्रभुलाई ग्रहण गर्नुभएको विषयको साक्षीहरू छ। आउनुहोस्, हामी सबै खडा हौँ। मण्डली सबै खडा भइदिनुहोस् अनि म सबै यहाँ आउनुभएकाहरू सबैलाई चाहिँ भन्नेछु, यहाँको लागि हामी प्रार्थना गरौँ अनि म त्यस प्रार्थनाको अगुवाई गर्दैछु। हालेलुया, हालेलुया। ओ येशू, हामी धन्यवाद दिन्छौँ, धन्यवाद अनि धन्यवाद दिन्छौँ परमेश्वर पिता। हालेलुया। परमेश्वर पिता, आज यस समय हामी तपाईलाई धन्यवाद दिन्छौँ। स्वर्ग उर्लिआएको छ, स्वर्गमा रमाहात छ, किनभने तपाईले भन्नुभयो एकै पापीले पनि मन पराउँछ भने अनि आफूलाई प्रभुमा समर्पण गर्छ भने स्वर्गमा ठुलो आनन्द हुनेछ भनेर। र परमेश्वर पिता, म तपाईलाई धन्यवाद दिन्छु। भाइ रमेशले आज येशू ख्रीष्टलाई यो ठुलो सभामा यति सय मानिसहरूको सामने मैले येशू ख्रीष्टको सुसमाचार सुने, विश्वास गरे, येशूलाई आफ्नो पापदेखि मुक्ति दिने मुक्तिदाताको रूपमा ग्रहण गर्छु भनी भनेको छ। हामी यस अंगीकारलाई तपाईको महिमाको निम्ति समर्पण गर्छौँ अनि स्वीकार गर्छौँ। ओ प्रभु, यहाँ भाइलाई हामी तपाईको हातमा समर्पण गर्दैछौँ र म तपाईको चरणमा प्रार्थना गर्छु, यस समय उनको शरीरमा, उनको आत्मामा, उनको देहमा तपाई ओर्लिआउनुहोस्। अब उसो यहाँ तपाईको वास गृह बनोस्। उहाँको शरीर तपाईको स्वच्छ मन्दिर बनोस्। अनि प्रभु, जुन उद्देश्यले तपाईले उहाँलाई यहाँ ल्याउनुभयो, यो ठुलो उद्देश्य सिद्ध भएको छ।
तर यहाँ हामी खुसी छैनौँ। हाम्रो खुसी त सुरु मात्र हुँदैछ, किनभने अब ऊ नेपाल जानेवाला छ अनि नेपालमा उसले आफ्नो जीवनमा भएको क्रिस्टले गर्नुभएको उद्धारको साक्षी बोक्नु परेको छ। ओ पवित्र आत्मा, तपाईँले उहाँलाई डोर्याउनुहोस्, सिकाउनुहोस् अनि विश्वासमा स्थिर हुनको निम्ति तपाईँले उहाँलाई डोर्याउनुहोस्, रगतको आश्रय दिनुहोस् र विशेष गरिकन उहाँसित सम्बन्धमा हुने व्यक्तिहरू, विशेष गरिकन आज जो नेपालबाट आएका भाइ बहिनीहरू यहाँ हामीसित खडा भएका छन्, उहाँहरूले यो नयाँ भाइलाई, नयाँ आत्मालाई एकदमै सत्य मार्गमा डोर्याउन् अनि परमेश्वर उहाँहरूको सहायताको बाटोले हाम्रो भाइ रमेश विश्वासमा बढ्दै जाओ। दरिलो जरा हालेको एउटा विश्वासीको रूपमा तपाईँको महिमाको निम्ति नेपालमा व्यवहार होस् भनी म बिन्ती गरी उहाँलाई सघाउनेहरू जति थिए, जसहरूले सुसमाचार दिए, उहाँहरूको महिमा तपाईँ हुनुहोस् र हामी जतिले पनि यो विषयलाई आज यहाँ साक्षीको रूपमा देखेका छौँ, हामी महिमा दिन्छौँ तपाईँ प्रभुलाई। भाइ रमेशलाई फेरि एकपल्ट म तपाईँको रगतको आश्रय र तपाईँको आत्माको परिधिमा राख्दछु। हामी धन्यवाद दिन्छौँ, महिमा दिन्छौँ तपाईँलाई प्रभु येशू ख्रीष्टको पवित्र नामको बाटोले। आमेन। आमेन।